होइन हौ साथी, यो कति साह्रो म जस्तो कोही छैन, म जस्तो जान्ने बुझ्ने कोही पनि छैन, म जस्तो असल कोही छैन भन्ने मान्छेहरू कति साह्रो ए भगवान्, हिमालको टुप्पोमा पुग्छन् हौ। कसले? तपाईँ भन्ने छैन, आफै मफै भन्नेहरूलाई भन्दैछु। ए साथीहरू तपाईँहरू पढ्नु भएको छ कि छैन? कमेन्ट लेख्नुहोस् है। मान्छेले भन्छ नि आएर तपाईँको कुरा मक्खा परेर तपाईँलाई अर्काको कुरा सुनाउँछ, अरूको कुरा है तपाईँबाट फेरि लगेर उता सुनाउँछ। थाहा छ कि छैन हजुरलाई? बी केयरफुल। यस्तोले त भुसुकै बनाउँछ त। आमामामामा। यस्तो व्यक्तिले त सुन्ने पनि फेरि त्यस्तै हुन्छ नि त, सुन्ने के। त्यही त म भन्छु बार बार, त्यो भ्रममा के त्यो जसले जे भने त्यही ए हो र भन्ने हुन्छ नि, त्यस्तो चाहिँ हुनुहुन्न ल। हजुरहरूलाई को पर्नु भएको छ यस्तो कमेन्ट गर्नु होला ल। साथीको कुरा काट्नेले तपाईँको अवश्य पनि काट्छ नि, तपाईँलाई राम्रो भन्दैन। त्यो कुरा काट्ने मान्छे एक नम्बरको राम्रो होइन। त्यस्तो राम्रो देख्यो भने पनि जलेर मर्ने, दुःख पायो भने नि बल्ल खाइस भन्ने हुन्छ क्या मान्छेको भाडा। संसारमा सबैभन्दा नराम्रो पापिष्ट चाहिँ हामी मान्छे नै हुन्छौँ क्या। को कोलाई पर्नु भएको छ यस्तो, को पर्नु भएको छ कमेन्ट गर्नुहोस् है।